नारायण नमस्कार। यो दशैं आएपछि, तिहार आएपछि, चाडपर्व आएपछि यो जुठो र सूतक सम्बन्धी सोधिने प्रश्नहरूले 2-4 दिन व्यस्त नै बनाउँछ। मेरो मेसेन्जरमा, व्हाट्सएपमा, भाइबरमा जताततै हेर्ने हो भने सायद 100-150 प्रश्न जुठो सूतक सम्बन्धी अहिले आएका छन्। कति दिनु उत्तर, कति लेखिरहनु, त्यही भएर मैले भिडियो बनाउन थालेँ। आशोच दुई थरी हुन्छ, एउटा मृताशोच, मरणाशोच भन्यो, अर्को जननाशोच। आफ्नो दाजुभाइमा बच्चा जन्मेर लाग्ने आशोच जननाशोच। आफ्नो दाजुभाइमा व्यक्ति कोही कसैको मृत्यु भयो या आफन्तीमा मृत्यु भयो भनेदेखि लाग्ने आशोच मरणाशोच हो। मरणाशोच या जननाशोच दुईटै आशोचमा मङ्गल कर्म नगर्ने, खुसियाली नमनाउने हाम्रो परम्परा हो। त्यसलाई दुःख बार्ने, जुठो बार्ने भनिन्छ। पछिल्लो अवस्थामा यो जुठो बार्ने या आशोच बार्ने परम्परालाई युवा पुस्ताले झमेला मान्न थालेको छ, झ्याउ मान्न थालेको छ। कति कुरा निर्णय सिन्धु विपरीत, धर्म सिन्धु विपरीत, शास्त्र विपरीत पनि चलेका छन्। यस विषयमा थोरै संक्षिप्त मैले चर्चा गर्न थालेँ। यसको डिटेलली व्याख्या गरेर पछि कुनै दिन फेरि यहाँलाई मैले मेरो आफ्नो एउटा प्रस्तुति प्रस्तुत गर्नेछु। वर्ष दिन दुःख बार्ने भनेको कसले भन्दा जसको बाबुआमाको मृत्यु हुन्छ त्यही छोराले र जसका सासू ससुराको मृत्यु हुन्छ त्यही बुहारीले। त्योभन्दा अरू कसैले वर्ष दिन बार्न पर्दैन। क्लियर हुनुहोस् है, संक्षेपमा बताउँछु मैले। 1 वर्ष दुःख बार्ने भएर हाम्रो पाहाडमा, हाम्रै समाजमा के छ भने दाजुभाइमा कसैको मृत्यु भयो भने 1 वर्ष बार्ने। 1 वर्ष कसले बार्ने भन्दा जसको बाबा आमाको मृत्यु हुन्छ त्यही छोराले मात्र बार्ने। सौतेनी आमाको नै बार्न पर्दैन 6 महिनाभन्दा बढी। आफ्नै आमा र आफ्नै बाबाको छोराले 1 वर्ष बार्ने र आफ्नै सासू र आफ्नै ससुराको बुहारीले 1 वर्ष बार्ने। सौतेनी आमाको 6 महिना बार्ने चलन छ, कतै 3 महिनाको पनि उल्लेख पाइन्छ, तर हाम्रोमा प्रचलन 6 महिनाको छ। 6 महिना बार्ने। 1 आफ्नो बाबाआमा र आफ्नो दाजुभाइ भित्र बाहेक अरूको 1 वर्ष बार्ने भन्ने हुँदै हुन्न। आफ्नो माइला बुवा, जेठा बुवा, साइला बुवा आदि हुनुहुन्छ, आफ्नो बाबाका दाजुभाइ भने 45 दिन बार्ने। 45 दिनभन्दा उता बार्न पर्दैन, दुःख हुँदैन। दुःख बार्ने भनेर 1 वर्षसम्म शालिग्राम शिला पनि भोगिराख्ने, भगवानको पूजा नगर्ने, घरमा दियो पनि नबाल्ने, राम नाम पनि नजप्ने, हरिहरि पनि नभन्ने, यो प्रचलनले गर्दा हाम्रो यो साधना परम्परा नष्ट भएको छ। वर्षपछि कोही न कोही त मरिरहेको हुन्छ। अनि पूजापाठ बन्द गर्ने, व्रतहरू बन्द गर्ने, त्यस्तो गर्न पर्दैन। आफ्नै जेठा बुवा, माइला बुवा, साइला बुवा, काइला बुवा, आफ्नो बाबाका दाजुभाइ या आफ्नो बाबाका भाउजू बुहारी, जेठियामा, माइलियामा, साइलियामा आदि बितेको हकमा 45 दिन बार्ने। आफ्नो बाबा, आफ्नै आमा टक्कै बितेको हकमा 1 वर्ष दुःख बार्ने। सौतेनी आमा बित्नुभयो भने पनि जम्मा 6 महिना बार्ने। त्यहाँभन्दा बढी बार्न पर्ने आवश्यकता छैन। अब तपाईँ क्लियर हुनुभयो। 1 अब अहिले के छ भन्दा अमेरिकाबाट आइयो, बेलायतबाट आइयो, क्यानाडाबाट आइयो, यहाँ आएपछि जुठो पर्यो भनेर लगाइदिएको छ, दुःख छ हाम्रो भनेको छ, सुत्का परियो भनेको छ, गुरु बर्बाद भइयो। 6 वर्ष 7 वर्षमा विदेशबाट आएको, टिका लाउन पाइएन, रमाउन पाइएन, के हो यो भनेर विशेष गरी विदेशबाट आउनु हुने हाम्रा युवा पुस्ताले प्रश्न सोधेको मैले देखेको छु। पहाडमा अघि के थियो भन्दा धेरै चामल पनि थिएन, समस्या पनि थियो। त्यही भएर हाम्रो त दुःख परेको छ हजुर भन्ने दसैँ नमनाउने, दुःख परेको छ हजुर भनेपछि तिहार नमनाउने। तिहार नमनाएपछि मान्छे आएन, टिका लाउनु परेन, दक्षिणा दिनु परेन, खानेकुरा पनि बढी खर्च नहुने भयो। त्यो भएर अनावश्यक दुःख बार्ने प्रचलन हाम्रामा चल्दै आएको छ। अनावश्यक दुःख बार्न आवश्यक छैन। फेरि मैले भने आफ्नो बाबाआमाको हकमा 1 वर्ष दुःख बार्ने, सौतेनी आमाको हकमा 6 महिना दुःख बार्ने, आफ्ना बाबाका दाइ भाइ, आफ्ना बाबाका भाउजू बुहारी अर्थात् जेठियामा, माइलियामा, साइलियामा, जेठाबा, माइलाबा, साइलाबा आदिको हकमा 45 दिन दुःख बार्ने। त्योभन्दा बढी बार्न पर्ने आवश्यकता छैन। यहाँहरूले दसैँको टिका लगाउन सक्नुहुन्छ, तिहारको टिका लगाउन सक्नुहुन्छ, पूजापाठ पनि गर्न सक्नुहुन्छ, धार्मिक माङ्गलिक कर्ममा यहाँहरू सहभागी हुन पनि सक्नुहुन्छ। हो, आफ्नै भाइ, आफ्नै दाइ भएको हकमा, आफ्नै भाउजू, आफ्नै बुहारी भएको हकमा श्रद्धाले, मायाले
अघिल्लो पुस्ता अर्थात् बाबा आमाले 1 वर्ष बार्न सक्नुहुन्छ, त्यो उहाँहरूको कुरा हो। दोस्रो पुस्ता तेस्रो पुस्ताले बारिरहन 1 वर्ष चाहिँ खाली निधार बस्नुपर्ने छैन। यो कुरामा यहाँहरू क्लियर भन्नु होला। अनि अर्को आएको छ, विवाह भएकी छोरी र ज्वाइँले सासू ससुरा या माइतका बुवा आमाको 1 वर्ष बार्ने भनेर आएछ। सरदारले बार्न जति नै पाइयो, 1 वर्षको ठाउँमा 2 वर्ष 3 वर्ष बार्न नै पाइयो, तर आवश्यकता ठक्कै छैन। 13 दिनका दिनमा छोरी ज्वाइँले टिका लाउँछन्, 3 दिन ठाडो क्रिया गर्ने हो, 3 दिन क्रिया गरेर अनि साला जेठानलाई सहयोग गर्ने हो। ज्वाइँको कर्तव्य, छोरीको कर्तव्य दाइ भाइलाई सहयोग गर्ने हो। त्यस कारणले त्योभन्दा बढी 1 वर्ष बारेर बस्न पर्ने विवाह भएकी छोरीको हकमा त्यो चाहिँ छैन। उल्टो भाडा लाग्छ भनेको छ। ज्वाइँ ब्राह्मण हो, छोरीको छोरो नाति पनि ब्राह्मणै हो, भान्जो पनि ब्राह्मणै हो। ब्राह्मण भनेको पूज्य हो। 13औं दिनको पुण्यतिथिमा निस्कँदाका दिन, कुनाबाट निस्कँदाका दिन त्यो ज्वाइँलाई, त्यो छोरीलाई, त्यो बहिनीलाई, त्यो दिदीलाई, त्यो भेनाजुलाई को हो उसलाई टिका लगाएर दक्षिणा दिइन्छ। त्यस कारणले त्यो बार्ने हो भनेर बसिरहनु पर्ने छैन। अर्को कुरा, जो बित्यो उसको छोराले दुःख बारेको छ भनी दाजुभाइले पनि दुःख बार्न। उसका छोराले जिन्स प्यान्ट लाएर हिँड्यो, ल्यादरको जुत्ता लाएर हिँड्यो, चाउमिन र मोमो खाँदै हिँड्यो, उसकी बुहारीले पार्टी प्यालेसमा गएर पिकनिक खान गएर टिकटकमा भिडियो बनाएर नाची भनेदेखि दाजुभाइले दुःख बार्न पर्ने छैन। 1 वर्षभित्र गरिने सम्पूर्ण श्राद्धको प्रक्रिया 13औं दिनमा नै पुरा गर्ने भएर सम्पूर्ण सिधा खिचेर 13औं दिनमा सम्पूर्ण कर्म सकेपछि जब छोरा बुहारी नै एक किसिमले दुःखबाट मुक्ति भयो भने दाजुभाइले के दुःख लाग्छ? कुनै दुःख बार्न पर्ने छैन। जो बित्यो उसको छोराले दुःख बोक्यो, दुःख बार्यो, सेतो कोरो बोकेर लाएर सेतो पहिरन गरेर हिँड्यो भने दाजुभाइले दुःख बार्नु। छोराले ल्यादरको जुत्ता लागेको छ, जिन्स प्यान्ट लागेको छ, विदेश गएको छ, बुहारीले पनि बारी छैन, अनि घरमा मासु पकाएर खाइरहेछ, माछा ल्याएर खाइरहेछ, अन्डा खाइरहेछ, दुःख बारेको छ। हाम्रो त दसैँको टिका छैन भनेको छ, फ्रिजमाथि अन्डाको क्यारेट छ, त्यस्तो पनि दुःख बारे हुन्छ। दुःख बार्ने भने के? दसैँमा टिका नलाउँदा, तिहारमा टिका नलाएर दुःख बारेको हुन्छ? त्यो त ठगी भयो नि भगवानलाई। पूजा पनि नगर्ने, पाठ पनि नगर्ने, व्रत पनि नगर्ने दुःख छ भने दसैँ तिहारमा टिका पनि नलाउने, खर्च जोगाउने मेलो भयो भएन। त्यही भएर दुःख बार्ने हो भने पूर्ण दुःख बार्ने। यदि दुःख बोकेको छैन, दुःख बारेको छैन छोराले बुहारीले भने दाजुभाइले सो त दुःख लाग्दैन, त्यही अघिल्लो पुस्तालाई पनि लाग्दैन। त्यसैले अनावश्यक दुःख बार्न पर्ने छैन। अब सुतकका विषयमा पनि अघिल्लो पुस्ताले पुरा बार्छ, पछिल्लो अर्थात् दोस्रो तेस्रो चारौं पुस्ताले धेरै बारेर बसिरहनु पर्ने आवश्यकता छैन। एउटै परिवारभित्र, एउटै हजुरबाभित्र काले बार्नु, त्योभन्दा परकालाई दोस्रो तेस्रो पुस्ताले यदि विदेशबाट धेरै समयपछि आउनु भएको छ भने मावल गएर ससुराली गएर दसैँ टिका लाउन, रमाउन, मन्दिरमा दर्शन गर्न मिल्छ। धेरै समस्या पर्न पर्दैन। छैटीभन्दा अघिल्लो ठुलो जुठो, छैटीभन्दा पछिल्लो सानो जुठो भन्छ, त्यो प्रमाणले यहाँहरूले निर्णय गर्न पनि सक्नुहुनेछ। मृता सोचको बारेमा मैले यहाँलाई बताएँ। जस्तै कसैले आत्महत्या गरौँ भने 1 दिन पनि बार्न पर्दैन भन्छ। घाटामा लगेर जलायो, फर्केर आयो, नैदेखि गएर जनै फेरो, 1 छाक नुन मलमा गसी सबैको बार्न पर्छ, धेरै बारेर बस्न पर्दैन। यसरी शास्त्रमा जे व्यवस्था छ त्यो अनुसार अगाडि गइयो भने समस्या पर्दैन। यता पनि बार, त्यता पनि बार, आज बार, भोलि बार, उसको बार, त्यहाँ बार भन्न थालेपछि नयाँ पुस्ताले बार्ने कुरै छोड्न थालिसक्यो। त्यही भएर अनावश्यक नबारौँ। अनावश्यक रूपमा टर्चर, युवा पुस्तालाई टर्चर दिएर सत्य सनातन संस्कृतिप्रति वितृष्णा फैलाउने काम नगरौँ। आफ्ना बाबा आमाको वर्ष दिन, सौतेनी आमाको 6 महिना, जेठाबा माइला बुवा आदिको जम्मा 45 दिन, माइली आमा जेठी आमा आदिको जम्मा 45 दिन, माइलाबा जेठाबाबाट जन्मेका दाजुभाइको मृत्यु भए जम्मा 45 दिन। 45 दिन पछाडि आफ्ना बाबुमा बाहेक अरू कसैको जुठो रहँदै नरहने कुरो पहिला पक्का पक्की भयो। र अघिल्ला पुस्ताले अर्थात् बाबु पुस्ताले बारिहाल्यो भने पनि त्यसभन्दा पछाडिका पुस्ताले सो त धर्म कार्य गर्न सबै गर्न पाइन्छ, धेरै बारिरहन पर्दैन। यसले उदासीनता बढ्दो छ, यसलाई हामीले रोक्नुपर्छ। यो मैले यहाँलाई निवेदन गरेँ। अब मेरो कुरा कति स्पष्ट भयो कति भएन, कसैले चित्त नबुझ्दा पनि तल कमेन्ट गर्नु होला, त्यहाँ छलफल पनि गरौँला। मैले उत्तर दिने प्रयास गर्नेछु। नारायण हरि हरि।